चन्द्रगिरी हिल्समा आइसकेको छौँ। कुण्डै हामी अहिले केबल कार चढिसकिन्छ, देख्न सकिन्छ। एकचोटि हान्नु एज ए प्राइज देख्न सक्नुहुन्छ। यहाँ जस्तो मजा रिजोर्ट। नम दिदी बाई बाई गरिदिनु। हेलो नमस्ते एभ्रिवान, होप सबैजना सन्चै हुनुहुन्छ होला र वेलकम ब्याक टु एनदर भिडियो। एन्ड हियर इज सहाना गुरु। आज हामी कहाँ जानु भन्यो नि त? मन्दिर? कहाँको मन्दिर थाहा? चन्द्रगिरी भन्यो नि त। कहाँ रे? चन्द्रगिरी। हाउ यु फिलिङ? कस्तो भइरहेको? जुत्ता लगाएर रेडी भइसकेको छ, हेर्न सकिन्छ हाम्रो सहाना गुरु। आर यु ह्याप्पी? यस यस। ल अब हामी गाडीमा गएर भेट्छौँ। सहाना गाडीमा चढिसक्यौँ हामी अहिले। प्रम दिदी हेलो, हाम्रो बुन्टे छ। हेलो यन्दा दिदी। हामी चन्द्रगिरीतर्फ लाग्दै सहाना गुरु मुसु मुसु भाउ त। अहिले हामी माथि चन्द्रगिरी हिल्समा आइसकेको छौँ अनि टिकट पनि काटिसकेको छौँ। देख्न सकिन्छ टिकट। अनि यही हो चन्द्रगिरी हिल्स। यही हो चन्द्रगिरी हिल्स आइसकेको छौँ हामी। यस्तो देख्न सकिन्छ। टिकट कति रुपियाँ रहेछ? चाइल्डको 412, स्टुडेन्ट 520, 700 जति रहेछ। एडल्ट 700 रहेछ। 700। स्टुडेन्टको 520, नानीको 412। 700 कुण्डै एउटाको कि एकजनाको? एकजनाको 700। आउने जाने इन्ट्रान्स। अहिले हामी इन्ट्री गेटबाट छिरिसकेको छौँ। यताभित्र यस्तो देख्न सकिन्छ। यहाँबाट भित्र केबल कार यहीँ ठ्याक्कै रहेछ, रेड कलरमा। साना हाम्रो पुनम दिदी। हामी अहिले केबल कार चढिसक्यौँ। साना फर्स्ट टाइम है? पुनम दिदी हेलो, सुन्दा दिदी, साइली बाबु। केबल कार चढिसक्यो। साइलेन्ट हुने है। साना टाढै रहेछ है। हामी अहिले झरिसकेको छौँ यहाँ केबल कार स्टेसनबाट। अब जान्छ हिमालहरू। यो चाहिँ यहाँबाट चाहिँ हिँड्नु पर्दो रहेछ। अब हामी हिँड्दैछौँ, अगाडि छ रेलिङसम्म। चिसो रहेछ तर यहाँ चाहिँ। जिप लाइन पनि रहेछ यहाँ। चन्द्रगिरी हिल्स हाइएस्ट जिप लाइन काठमाडौँको। जिप लाइन गरेको अवस्था छ। यस्तो पनि छ।
रिभर फोर्ने ठाउँ यहाँ चाहिँ सानागुरुङ चिसो छ यस्तो भ्यू छ बवाल देखेको छ साना रिभर फोर्ने ठाउँ मन्दिर भयो यता एकचोटि हान्नु ओ फुट्यो नरिवल साना यता हेर त पुरै माला लाएर आम्मा यहाँ चाहिँ अहिले देख्न सकिन्छ स्कुलको स्टुडेन्टहरू पनि आएको छ भिजिट गर्नको लागि नै छ देख्न सकिन्छ हुन्छ जता खाए पनि अब हामी केही खान लागेको छौँ पूजासुजा गरिसक्यौँ साना गुरुङ कता गयो माला लगाएर हाउ यु फिलिङ देख्न सकिन्छ पछाडि हाम्रो यो मन्दिर नाम पनि भन्नु आएको अब हामी त जाँदैछौँ एज ए प्राइज देख्न सक्नुहुन्छ डल्ला जस्तो प्राइज जिप लाइनको चाहिँ 400-800 भेज मोमो 250 अब यस्तो महँगो छ सबै यहाँ चन्द्रगिरीकोबाटै रहेछ हाम्रो साना गुरुङ यहाँ छ आज खानाको अवस्था साना गुरुङ चाउमिन खाँदै भेज मोमो त पुरै हरियै हुँदो रहेछ है A few moments later. यो मन्दिरको नाम चाहिँ खासमा भालेश्वर महादेव रहेछ यहाँको हिस्ट्री देख्न सकिन्छ पानी पनि छ यहाँ साना गुरुङ के भयो रिसा यस्तो छ यहाँको भ्यू एउटा दामी भ्यू देख्दो रहेछ म छट्टको लगाएर यहाँ चाहिँ यस्तो बस्ने ठाउँहरू चौर पनि रहेको छ हाम्रो साना गुरुङ चाहिँ तल अब खेल्न जान्छु भनेको छ के कतादेखि आएर खेल्ने ठाउँ यहाँ छ सब यहाँ चौर रहेछ ए यहाँ रहेछ नि त बच्चाहरू खेल्ने ठाउँ बच्चाहरू खेल्ने ग्राउन्ड पनि रहेछ के खेल्ने हो हल्लाइदिउँ बस आमा यता पनि रहेछ बच्चाहरू खेल्ने बच्चाहरू यहाँ खेल्ने ठाउँ टन्नै रहेछ पुनम दिदी पनि खेल्नु चढ्दिने अब चढ्दिने आऊ यहाँ झुन्डाइदियो यहाँ झुन्डिने मजा यहाँ टाउको हाल न टाउको हाल नि त अहिले चाहिँ हामी यहाँबाट लाग्दैछौँ अब तलतर्फ दिदी साना माला लगाइरहने हो र यहाँबाट जान्छौँ हामी अनि तल गएर घरतिर लाग्छ मैले 1:30 भइसकेको छ यहाँ धेरै बस्नु सकिन्न चिसो छ टोपी लगाएर आएको ठिक भएछ एकदम भ्यू मजाको छ आज कस्तो घाम लगाएर
यहाँको बाटो चाहिँ यस्तो छ राम्रो छ एकदम हिँड्ने बाटोहरू रमाइलो छ ठाउँ जे होस् घुम्न पर्फेक्ट प्लेस नियर काठमाडौँ अहिले चाहिँ हामी तल जान लागेको छौँ अहिले चाहिँ भिड छ हल्का लाइन बस्नु परेको अवस्था छ यतिको लाइन चाहिँ आयो तर त्यस्तो बहुत धेरै लाइन पनि छैन तल जाने मान्छेको भिड चाहिँ अहिले 1:38 भयो ठिकै हो टाइम अब फेरि हामी तल झर्न लागेको अवस्था हामी तल झरिरहेको छौँ सबैजना दामी देख्दो रहेछ नि त यहाँबाट त दामी देख्दो रहेछ अहिले चाहिँ हामी तल आइसकेको छौँ यो तनहुको हिल्सको अब घरतिर लाग्छौँ गाडीमा गएर त्यही हो दिस इज द एन्ड अफ भ्लग आज रमाइलो भयो फ्यामिलीसँग सबै बाबु नानीहरू दिदीहरूसँग त्यही हो नेक्स्ट भ्लग हेर्नको लागि अर्को भिडियोमा भेट्नु होला नोम दिदी बाई बाई गरिदिनु साना बाई 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 बाई